येशूको मुटु चिरिएको कारणले गर्दा, येशूको शरीर भत्किएको कारणले गर्दाखेरि, येशूको क्रुसमा टाँगिएको कारणले गर्दा, येशू मर्नु भएको कारणले गर्दाखेरि, अनि येशू बौरी उठ्नु भएको कारणले गर्दाखेरि, त्यही येशूमाथि विश्वास गरेको कारणले गर्दाखेरि सेम क्वालिटी, सेम गुण, सेम चरित्र, सेम नेचर, सेम डेस्टिनी अनि सेम किसिमको के हो भन्नुहोस् त, हक परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ। आमेन। एउटै हक। यदि सन्तान हो भने त हकवाला पनि हौ, यदि उहाँसँगै दुःख भोग्यौँ भने त उहाँसँगै हामी राज्य पनि गर्नेछौँ भनेको छ बाइबलमा। थाहा छ, उहाँले हामीलाई अघि के भने देवहरू बनाउनु भयो। किन भन्दै गर्दाखेरि चाहिँ उहाँ चाहिँ देवहरूको देव हुनुहुन्छ। यो संसारको लागि चाहिँ हामी देव हौँ, यो संसार यो परिस्थितिको लागि चाहिँ हामी देव हौँ। परमेश्वरले तपाईँ र मेरो जीवनमा अप्ठ्यारो परिस्थितिहरू किन ल्याउनुहुन्छ थाहा छ? तपाईँलाई खत्तम पार्नुको लागि होइन, यो अप्ठ्यारो परिस्थितिमाथि यसले राज्य गर्नु सक्छ कि सक्दैन रहेछ। आँधी तुफान आयो, तपाईँ र मेरो इक्जाम्पलको लागि येशू ख्रीष्ट हिँड्दै गर्दाखेरि उमा जाँदै गर्दा रुममा सुतिराख्नु भएको थियो, आँधी तुफान आयो। पहिला येशू किन सुत्नु भयो? इन्टेन्सनल्ली यो केटाले राज्य गर्छ कि गर्दैन रहेछ यो आँधी तुफानमाथि। तिनीहरूले राज्य गर्नु नसकेको कारणले येशू उठेर आँधी तुफानमाथि उहाँले राज्य गर्नुभयो। शान्त भइजा भन्नुभयो, त्यसमाथि राज्य। आमेन। प्रकृतिमाथि राज्य गर्नु तिमीलाई मैले बोलाएको भनेर म कति हेरै केटा हो, पानीमाथि हिँड्नु कसरी म हिँड्दो रहेछु भनेर भयङ्कर देखाउनु पर्ने जब येशू ख्रीष्टलाई जरुरी थिएन। पानीमाथि हिँडेर इक्जाम्पल दिनुभयो अनि पत्रुसलाई पनि पानीमाथि हिँड्नको लागि शक्ति दिनुभयो। यसको अर्थ यो हुन्छ, यहाँको प्रकृतिमाथि, यहाँको रिसोर्सेसमाथि तिमीलाई मैले देउत्व लागेको छु। त्यो पानीबाट भएर जाँदा त्यसले तँलाई डुबाउने छैन, त्यो आगोबाट भएर जाँदा त्यसले तँलाई डढाउने छैन, किनभने त्यो सबै कुराको त ईश्वर हो, त्यो सबै कुराको देव हो। उहाँ चाहिँ अन्तिम शत्रु भनेको मृत्यु हो भन्छ। त्यही मृत्युमाथि पनि विजय हुने शक्ति तपाईँ र मलाई उहाँले दिइसक्नु भएको छ। एक दिन उहाँमाथि विश्वास गर्नेलाई पनि उहाँले त्यही जीवनमा फर्काउनु हुनेछ। अनि प्रभुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हो, म माथि विश्वास गर्ने मान्छे मर्यो भने पनि जिउनेछ र बाँच्ने र विश्वास गर्ने फेरि मर्ने छैन, कहिले मर्ने छैन। भन्नुको मतलब येशू ख्रीष्टको आगमनसम्म त्यो व्यक्ति जीवितै रह्यो भनेदेखि त्यो मान्छेले कहिले पनि मृत्यु चाख्ने छैन। हरेक प्रेरितहरूले प्रभुको दासहरूले नि उहाँकै समयमा प्रभु आउनुहुन्छ भनेर विश्वास गर्यो। यसले राम्रो फाइदा चाहिँ के गर्छ भन्दाखेरि ऊ जहिले नि त्यसले अलर्ट बस्छ। 4-5 पुस्ता पछाडि आउनु भएछ, 1000 वर्ष पछाडि आउनु भएछ भने पनि नि मेरै पालीमा यसो आउनुहुन्छ भनेर हामीले विश्वास गरेर बस्नुपर्छ। अनि मात्रै मान्छे जिउँदो हुन्छ। दुला ढिलो गर्ने रहेछ भनेर त सुत्छ भनेको छ बाइबलमा, होइन? आइहाल्छ भनेर चाहिँ जागो हुन्छ, किनभने कुन प्रहरमा आउँछ भने रातभरि उठिन्छ हामी चाहिँ। रातभरि उठ्नुपर्छ। यो सबै कुरामा कतिखेर आउनुहुन्छ, यो पुस्ता त्यो पुस्ता अर्को पुस्ता कहिले आउनुहुन्छ चाहिँ उहाँले थाहा छ। तर हामी चाहिँ यो आशामा जिउँछौँ, हाम्रो पुस्तामा प्रभु आउनुहुन्छ, हामी मृत्यु चाख्नु पर्दैन। त्यो हुँदा चाहिँ के हुन्छ भन्दाखेरि प्रभुको आगमन 10 पुस्ता पछाडि भएछ भने पनि तपाईँ मर्नु हो भने त तपाईँको लागि त सक्यो नि त। अहिले नै आउनुहुन्छ भने रेडीमा बस्नु भएको छ भने त तपाईँ मर्दा पनि तपाईँलाई केही फाइदा के भन्छ केही भएन नि त, तपाईँ सिधै नठोकी स्वर्गमा जानुहुन्छ नि। आमेन। त्यो कारणले गर्दाखेरि यो विश्वास चाहिँ तपाईँको निम्ति महत्त्वपूर्ण छ। तर प्रभुलाई पर्खिँदै गर्दाखेरि हामी एक्टिभली प्रभु आइहाल्नुहुन्छ भन्ने हिसाबले प्रभुको सेवा गरेर हामी बाँच्नुपर्छ। आमेन। प्रभु आइहाल्नुहुन्छ भनेर हामी पवित्रताको जीवन जिउनुपर्छ। प्रभु आइहाल्नुहुन्छ भनेर हामीले उहाँसँग घनिष्ठतामा जिउने हो। प्रभु कहिले आउनुहुन्छ कसैलाई पनि थाहा छैन फेरि। तर पनि हरेक पुस्तामा त्यो समयको मान्छेहरूले प्रभु हाम्रो समयमा आउनुहुन्छ भनेर विश्वास गरेका थिए। जसले त्यसरी विश्वास गरे उनीहरूको विश्वास जिउँदो थियो। जसले अब खै आउँछ कि आउँदैन भने तिनीहरूको विश्वास खतम भएको थियो। अनि बाइबलले भन्छ धर्मी जन चाहिँ केद्वारा जिउँछ अरे? विश्वासद्वारा जिउँछ। हाम्रो नयाँ नियमको चाहिँ नयाँ नियमको व्यवस्था चाहिँ के हो? विश्वासको व्यवस्था हो। नयाँ नियमको व्यवस्था चाहिँ के अरे? विश्वासको व्यवस्था हो। जे पनि कुरा हामी प्राप्त गर्छौँ अलौकिक संसारबाट, त्यो केबाट प्राप्त गर्छौँ? विश्वासबाट प्राप्त गर्छौँ। यो देखिने संसारको सबै कुरा प्राप्त गर्ने साधन चाहिँ के हो? पैसा हो। देखिने संसारको तपाईँले सबै कुरा तपाईँले केद्वारा प्राप्त गर्न सक्नुहुन्छ? पैसाद्वारा। यो पनि पैसाद्वारा आयो, यो पनि पैसाद्वारा आयो, यो पनि पैसाद्वारा आयो, यो पनि पैसाद्वारा आयो, यो पनि पैसाद्वारा आयो। ओके, यो छत यो घर सबै पैसाद्वारा आयो। कामदारदेखि लिएर सबै कुरा पैसाद्वारा आयो। किनभने देखिने संसारलाई चाहिँ त्यसलाई साट्ने विनिमयको माध्यम चाहिँ मान्छेले पैसा बनायो।
तर नदेखिने संसारको विनिमय चाहिँ परमेश्वरले विश्वासलाई बनाउनु भएको छ। यो ठाउँमा विश्वासलाई बनाउनु भएको छ। त्यसले गर्दाखेरि तपाईँ र मैले पाउने मात्रा चाहिँ तपाईँ र मेरो विश्वासको मात्रा हो। आमेन भन्नुहोस् त। विश्वास चाहिँ हाम्रो थाप्ने हात हो। विश्वास हाम्रो के अरे? थाप्ने हात हो। अनुग्रह चाहिँ परमेश्वरको दिने हात हो। परमेश्वरको हात कति अथाह छ, तर परमेश्वरले हामीलाई किन धेरै दिन नसकेको भन्दा हाम्रो हात सानो छ। हाम्रो हात कत्रो छ अरे? सानो हात छ। अनि पोखिने अब धेरै लगायो भने पोखिहाल्छ। यत्रो विश्वास भएको कारणले गर्दाखेरि तपाईँको हृदय कत्रो हो भन्दाखेरि तपाईँको विश्वास जत्रो हो तपाईँको हृदय त्यत्रै हो। तपाईँको विश्वासको क्वालिटीले तपाईँको जिन्दगीको क्वालिटी ल्याउँछ। तपाईँको विश्वासको मात्राले तपाईँको जिन्दगीको मात्रा। आमेन भन्नुहोस् त। आमेन। सुन्नुहोस् है, कोही मान्छेले भक्कु पायो, कोही मान्छेले पाएको छैन भने त्यसमा परमेश्वरको गल्ती छैन। त्यसमा परमेश्वरको गल्ती छैन। कसको गल्ती छ? विश्वास नबढाउने अल्छेरको गल्ती छ। कसको गल्ती छ अरे? विश्वास नबढाउने अल्छेरको गल्ती छ। विश्वास ठुलो हुँदै जाँदाखेरि खास विश्वास चाहिँ प्रभुको दासले भन्नुभएको मैले सुनेको, मेरो आफ्नै प्रकाश होइन त्यो, प्रभुको दासको प्रकाश हो। विश्वास चाहिँ नि त्यो अरे, जब तपाईँको कुरा सुनेर विश्वास नगर्ने मान्छेहरू चाहिँ हाँस्नुपर्छ अरे क्या। उदाहरणको लागि याइरेसको छोरी के भयो? मर्यो। किन मर्यो? पहिला त बिमार थियो। 12 वर्ष रगत बग्ने स्त्रीले बाटोमा भोलायो नि त। जाँदा 12 वर्ष रगत बग्ने स्त्रीले बाटोमा यसोलाई भोलाएको, उसलाई चङ्गाई गरिन्दा, उसलाई के गर्दा, ऊ थरथर कामेको रोक्दा होला त मान्छे बितिसकेछ उहाँ पुगेको। अब गुरुजीलाई दुःख नदिनुहोस्, ठिटी मरी भन्छ। अनि प्रभुले भन्नुहुन्छ ठिटी मरेको छैन, सुतेकी छ। विश्वासले चाहिँ मरेकोलाई पनि सुतेको देख्छ, तर अविश्वासले चाहिँ सुतेकोलाई पनि मरेको देख्छ। छोरा छोरी अलिक ढिलोसँग सुत्यो भने उठा त्यसलाई के भइसक्यो बा गइगयो भनेको नि खासमा। बा सुतेकै भयो, शङ्का त्यस्तो हुन्छ। तर विश्वासले चाहिँ सुन्नुहोस् है, विश्वासले चाहिँ सुतेकोलाई मरेकोलाई पनि के देख्छ अरे? सुतेको देख्छ। अनि मान्छेले के गर्यो भन्छ? हा गरेर हाँस्यो, सबै हाँस्यो। यही हो फेथ। मान्छे हाँसेन भने तपाईँको विश्वास होइन।